ह्यापी बर्थडे रिता चापागाई। गुन्डा जस्तो भिलेनको कपडा लिएर आइदिनु मैले झन्काई नभेटेर विदेशबाट केक काट्न। आफ्नै कलरको त नबोक। सो हे गाइज वेलकम ब्याक टु न्यू भिडियो। आज चाहिँ मम्मीको बर्थडे छ होइन, त्यही भएर चाहिँ मम्मीलाई प्र्याङ्क गर्न आँटेको मैले। म बिहान उठेर खानासाना खाइसकेँ होइन, अनि मम्मीलाई पनि भेटिसकेँ, ह्याप्पी बर्थडे पनि भनिसकेँ होइन। अब चाहिँ फेरि गएर चाहिँ मैले चाहिँ मम्मी थाहा नपाएको जसरी चाहिँ ह्याप्पी बर्थडे भनेर टक्क लाएर खुट्टा सुट्टा टोकिदिन्छु। अनि त्यसपछि चाहिँ मम्मीले के भन्नु हुँदो रहेछ भिडियोमा रियाक्सन हेरौँ है त। भिडियो बनाउनु लाग्यो रोक्नु है एकैछिन, म माथिबाट ट्राइपोड लिएर आइहाल्छु। ह्याप्पी बर्थडे त भनिदिइहालेँ है अघि नै बिहान उठेर। एकचोटि अब भिडियोको लागि पनि भन्नुपर्छ फेरि। ल मम्मी ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू। ल मम्मी कहाँ हुँदैन नि, अनि बर्थडेको दिनमा बिहान बिहान कता जान्ला हो। अब बर्थडेको दिन त मसँग पैसा पनि छैन, केही पनि छैन गाइज है। तर अब मम्मीको बर्थडे हो, अब बिहान बिहान बस्न रोक्ने एकचोटि यहाँ ऊ छ कि त्यहाँ गिफ्ट दिए कि मलाई एउटा। के गिफ्ट छ क्या त्यहाँ भिडियोको लागि दिने? रोक्नु है त गाइज। भिडियो त पुरै नसोचेको बन्यो यार। मैले यत्तिकै प्र्याङ्क गर्ने भनेर यताउति त्यो खुट्टा सुट्टा ढोकेको यताउति मात्र गर्ने, अनि यसो अलिकति गर्ने हो भनेर सोचिरहेको थिएँ। मम्मीले त कहाँबाट गिफ्ट म आफैले के झिकेर लिएर आएर दिन्छ। लिएर आउनु, छिटो लिएर आउनु, गिफ्ट दिन्छु म तपाईँलाई। त्यहाँ देखाइस् कि अब फेरि उ गरेर देखाएँ ल जानु। ए ल रोक्नु है त। ओहो मम्मी ह्याप्पी बर्थडे। थ्याङ्क यू। ल तपाईँलाई मैले बर्थडेको लागि गिफ्ट ल्याइदिएको। आहा कति राम्रो गिफ्ट त छोरोले त सही ल्याइदिएछ त। आम्मा मात्र हायो लास्ट मगाउ नबोल्नु उता जान अन्त डेल्ला लास्टै दामी देखिन्छ। तेरि फेरि भिडियोमा के पागल सागल भन्दै आयो तपाईँ पनि। बनाइरह उता जान्छ बाहिर जानु किन आउनु भयो? त्यो काट त भयो, काट्नु पर्दैन। गुन्डा जस्तो भिलेनको कपडा लिएर आइदिएको मैले झन्काई नभेटेर विदेशबाट किनेर लिएर आइदिरहेको कपडा झन्। छोरेको चोइस त राम्रो रहेछ त। राम्रो होइन होइन मेरो चोइस पैँताठी फर्किनु त। त सबै काट त। ल गाइस हजुरहरूले हेर्न सक्नुहुन्छ होइन मम्मीलाई कस्तो देखियो त। रोक्नु एकचोटि, यहाँ क्यामेरा भाएन होला। किन बोल्दै तपाईँ चिप्लाउनु त ड्याडी, कति बोले हो भनेको के बनाउला। कस्तो खाले मान्छे आमामा, यो मान्छे कस्तो दिमागै छैन क्या भनेको। किन बोल्दै उठ्नु पर्दो र? खुट्टा घाइते भएर नि उठ्दै हिँड्दै गर्नुपर्ने बोल्दै। त्यति भन्नलाई होला नि। त्यति भन्नलाई के गिफ्ट दियो भनेर आएर फेरि खाते जस्तो गिफ्ट दियो भनेर यस्तो के हो यो। ल गाइस मम्मीको बर्थडे गिफ्ट चाहिँ आइसक्यो होइन। अब पैसा त्यति धेरै थिएन, अब यसलाई सरप्राइज गिफ्ट हो। बिहानमै यहाँ गिफ्ट दिइसकेँ मैले। अब बर्थडे एकदम खतरा खा। मम्मीलाई अब एकचोटि ढोक्न त पऱ्यो नि त बर्थडेको दिनमा। चप्पल खोल्नु त मम्मी। चक्लेट दिएको मेरो बजेट पनि उठ्छ, पैसा पनि उठ्थ्यो। पैसै उठेन यार, यत्रो खर्च गरेर लिएर आइदिएको। ल भाग्यमानी भयो। कति बेर हो मम्मी ढोक्नु? ढोकिरहनु पर्ने भयो नि त बर्थडेको दिनमा त। बर्थडेको दिनमा मलाई बुहारी नै गिफ्ट दिनु पर्ने ठाउँमा यस्तो जाऊ गिफ्ट दिइरहेको। ठिकै छ, अब केही भएन। ल अब मम्मीहरू चाहिँ जान लाउनु भएको गाइज होइन, कता कता हो आज बर्थडे मनाउनलाई साथीहरूसँग। आँखा चिम्लिनु भयो कि तपाईँले? आँखा खोल्नु ल चस्मा लाउनु त एकचोटि टक्क लाएर। कहाँबाट हो? विदेशबाट कसले ल्याइदियो मम्मीले चस्मा? बाप्पा यत्रो ठुलो चस्मा हिरोइन भन्दा कम देखिनु भयो नि त मम्मी त आज त। ल है त ल ल ल रोक्ने, यता गार्डनतिर देखाउनु पाए अझै राम्रो आउँथ्यो होला। रोक्ने ल। यो चस्मा अलि ठुलो भयो कि आँखा सानो भयो, चस्मा ठुलो भयो जस्तो लाग्यो कि। हो यति ठिक छ बरु। ल ल आज त ठुलोमम्मी पनि पुरै हिरोइन भएर आउनु। आमा माथिदेखि तलसम्म हेर्नु त कालो लुक्स। हाम्रो अब यहाँ पुरै धेरैजना हुनुहुन्छ आज बर्थडे पार्टीमा। कता हो जाने? आज चाहिँ मम्मीको बर्थडे होइन, तर मसँग साँच्चीकै है मैले झुट बोलेको नि होइन, केही झुट बोलेको नि होइन, केही नि होइन। अस्ति पनि बाबासँग पैसा मागेर म गएको थिएँ पेट्रोल हाल्नलाई, बाइकमा पेट्रोल नभएर होइन। मम्मीसँगै पैसा मागेर खाजा खान हिँडेर हुन्छु, तर एक सुको पनि छैन क्या।
400-500 200 रुपियाँ पैसा हुन्थ्यो, एक सुको पनि छैन अहिले चाहिँ। अब मैले जस आकृतिलाई 5000 जति मिलाइदेऊ न त, मम्मीलाई केही दिउँ बर्थडेको दिनमा भनेर भनेको छु। मिलाउँछ होला, म हुन्छ म मिलाउँछु त्यसो भए भनेर भनेको छ। अब उसले पैसा मिलायो भने टक्क लाएर हामी चाहिँ मम्मीलाई केही सरप्राइज गिफ्ट किन्नको लागि जान्छौँ। अनि बेलुका टक्क लाएर होइन, मम्मी पनि उता घुम्न जानु भएको छ। अनि आएपछि च्याक्क लाएर जिम होइन, रियाक्सन हेरौँ के कस्तो हुन्छ भनेर हो। जसो तसो होइन, मन भएपछि पैसा म्यानेज पनि हुँदो रहेछ, मन चाहिँ चाहिँदो रहेछ होइन। पैसा चाहिँ यता यति भएपछि त प्रमोसन भइहाल्यो गाइस। म चाहिँ अब निस्किनु लाग्यो होइन। यस्तो बिजोग छ यार हेलमेटको हालत हेर्नु न मेरो कति पुरानो छ। एउटा दामी हेलमेट गिफ्ट गरिदेऊ न यार कसैले, छैन कोही दानी मान्छेहरू। आम्बो बाइक पनि नपुस्नु न के गर्नु, चाकमै पल परेछ फेरि। हजुरहरूसँग गफ गर्दै जानु हुन्थ्यो हेर्नु न होइन। गोब्रो छैन क्या मेरो, गोब्रो भए त टक्क यस्तो गरेर टक्क यसरी बाइकमा कुरा गर्दै गफ हान्दै जान कति मजा हुन्थ्यो होइन। अब केही छैन गाइज, किन्छु म छिटै नै। अब दुइटा हातले बाइक चलाउनु पर्ने हुन्छ, त्यो भएर भ्लग गराउनु मिल्दैन होइन। अब सिधै हजुरहरूलाई म आकृति आएपछि भेट्छु है ल। अब मलाई त त्यति थाहा छैन नि त लेडिज आइटमहरू कहाँ पाउँछ, के गर्ने, कहाँबाट किन्ने भन्ने कुरा। उसलाई अलिकति आइडिया छ कि तिमी पनि म जस्तै हो त्यही भएर चाहिँ उसलाई लिएर आएको गाइज। अब हामी दुईजना जान्छौँ, अब कहाँ पाउँछ के पाउँछ के किन्ने त अब उहाँलाई थाहा छ ल। अब अनिसले चाहिँ मम्मीलाई सरप्राइज दिने रे होइन। बिहान उठेर के गर्यो तिमीले, मम्मीलाई के भन्यो? ओके गाइज, हजुरहरू सबै इन्जोय गरेर हेर्नु होला मम्मीको बर्थडे भ्लग होइन। अब के कस्तो छ, अब कस्तो हुन्छ भ्लग चाहिँ, अब के भइरह्यो योभन्दा अगाडि चाहिँ मलाई थाहा छैन। म चाहिँ भर्खरै यो भ्लगमा जोइन भएँ। अनि अब चाहिँ हामी जाँदै हौँ गाइज, सो स्टे ट्युन। हामी चाहिँ अब बजार गएपछि सिधै भ्लग स्टार्ट गर्छौँ। सो गाइज मैले चाहिँ अब यो अस्मो क्यामेरा चाहिँ आज मेरो हातमा लास्ट दिन हो होइन। त्यही भएर चाहिँ यस्तो माया लाग्यो। राम्रो त राम्रै हो कि, तर यो पकेट 1 हो कि, पुरानो भयो नि त्यो त। पकेट 1 भयो, अब पकेट 3 आइसकेको छ। त्यो भएपछि खासै काम होला जस्तो लागेन। सो गाइज, हाम्रो भरतपुरको मेन सिटी यानि कि हाम्रो शहीद चोक पनि हामी आइसक्यौँ। अब चाहिँ हामी केही सामानहरू लिन्छौँ, यताउति गर्छौँ। अब त्यही बेलामा देखाउँछु, हेर्न सक्नुहुन्छ। अहिलेको लागि चाहिँ यही हो भ्यू होइन हाम्रो भरतपुरको। सो गाइज हामी चाहिँ फाइनली बजार आइसक्यौँ होइन। तर उहाँले अब कहाँ लानुहुन्छ मलाई त थाहा छैन लेडिजको आइटमहरू कहाँ पाउँछ सामानहरू भन्ने कुरा। लेट्स चेक इट आउट है गाइज, पाउँछ कि पाउँदैन थाहा छैन। ल हेर अब स्कर्ट राम्रो लाग्ने के राम्रो लाग्ने। ठिक छ, ओके नाइस। तिम्रो पनि बर्थडे आउँदैछ त किन हात्तिएको र? अहिले किन्दियो भने त फेरि बर्थडेमा पनि किन्दिने, अहिले पनि किन्दिने। म त डरो घाटामा पर्छु त अहिले किनिदिनु थाल्यो भने त। फेरि सबजना चितवनको मान्छे गिफ्ट लिन चाहिँ हाम्रो यहीँ आउने रहेछ। दाइ पसलको नाम के अरे हाम्रो? हजुर दामी दामी के दामी फेन्सी दामी फेन्सीमा आउने रहेछ है चितवनको मान्छे यति। लेडिजहरू चाहिँ म चाहिँ खासै अब आजै हो फर्स्ट टाइम। केटीहरूसँग हिँडेपछि गाह्रो हुने के, पुरै एउटा सामान किन्न आँखा अर्को सामान हेर्दै आफ्नो लागि भनेर टेन्सन दिने यार। ओके जुत्ता हो कि ब्याग? जुत्ता किन्ने भनेर ब्याग पसलमा। अनि हिजो ल्याएको होइन र ब्याग तिमीले? हुन्छ एकचोटि ब्याग हेर नि त ल, राम्रो रहेछ भने चाहिँ। राम्रो ब्यागहरू रहेछ होइन। किनिदिने होइन, अब हेर राम्रो लाग्यो भने किन्ने त हो, राम्रो नलागिकन त के किन्ने हो र? राम्रो त राम्रो हो, बजेट चाहिँ छैन। भइएन सपिङ हजुरको, अर्कै मान्छेले सपिङ गर्न आएको, अरूले भन्दा उसले धेरै सपिङ गरिदिन्छ। यस्तो नि पाइन्छ यार। आफ्नो शरीरभन्दा ठुलो बाइक लिएर हिँडेपछि नि गाह्रो हुन्छ हो गाइस। आइया घुम्नै गाह्रो ल जाउँ, लेट्स गो सिट डाउन। भोक जस्तो भयो गाइस है। अब बजार आइसकेपछि यताउति सपिङ गर्नुपर्छ, खाजा खानुपर्छ, अनेक हुन्छ हो जिन्दगी पनि। छ्या त्यहाँ भित्र गएको त अनि सब त्यहाँ एउटा केटी त हातै समात्दा आइरहेको बिग फ्यान भनेर हेर्थ्यो ल। अनि त्यहाँ मलाई यति त्यहाँ लाज लागिरहेको, त्यहाँ सबले चिनेर हेरिरहेको थिएँ। अनि अरूले चाहिँ त्यहाँनिर चिनिराख्ने स्टाफहरूले पनि चिनिरहेको थियो, मान्छेहरूले पनि चिनिरहेको थियो। एउटा चाहिँ हातै समात्दा आएको थियो, मैले ठ्याक्क क्यामेरा झिक्झिक्यो नै भन्दै भाग्यो। म त्यहाँ उभिरहने बिल्ला लाग्यो। फेरि तिमी त्यहाँ डरो सपिङ गरिरहेको फेरि भित्रपट्टि। आमा मैले चलाएको बेला तिमीले सिकाउनु पर्दैन कि नानी?
यो उता जाने हो के थाहा त मलाई छौबाट पेन भनिराउ न आएर खानु राखा थाहा त मलाई काले जान्छ दोस्त भित्र लिएर गर कति बोलेको फेरि के नि त्यो त बाइक नकाटिनेहरू थोडी झ्याउ लाग्छ यार माटुङ त तैँले मलाई सिकाउनु पर्छ बाइक चलाउनु कसरी भनेर तैँले मैले सिकाउनु पर्छ जरुरी छैन त यार यहाँबाट हो जाने भित्र जताबाट गयो भने सिकाउँछ यार बाइक चलाउनु यार दाइहरूले यार कत्रो कत्रो त 8 दुनो 16 काटेको मैले लाइसेन्समा त्यस्तै सिकाउने क्या तर मौसम पनि अलि मजाले ट्याक्क लाएर आइएन यार मौसममा गइएन क्या योपालिको नारायण पहिला पहिला त बरु गइरहेको हुन्थ्यो सुदीप दाइहरूसँग यताउतै गइयो तर योपालिको मौसम त जानै पाइएन गइएन क्या के साह्रो प्याक हो नारायणमा त मेलाले त गर्नु गरेछ लन्डनले त लन्डन खाले ब्रिजहरूले त गर्ने होइन भनेको यस्ता उस्तै झ्याउ लाग्छ बाबा के साह्रो प्याक हो त नि यहाँ त माथि त खाली हो तर यहाँ आमा मेलाले गर्दाखेरि त यहाँ त आफ्नै ठाउँमा नि बस्न पाइँदैन कि गाइस कहिल्यै पनि खै त दाइ ओभर दाइलाई मौसम कसैलाई नलागेको मौसम चाहिँ हाम्रो दाइलाई लाखा होइन दाइ यति साह्रो बिजी छ एउटा कन्डक खाम न त चिजवाला मात्रै झारझुरवाला झारझुर हो र थ्याङ्क यू कहाँदेखि आयो ल थ्याङ्क यू अरूलाई चाहिँ यस्तो देखावटी रूपको मात्रै हो लन्डन चाहिँ यहाँ दाइलाई चाहिँ ओभर लन्डन मैले अरू यताउति चिजहरू चाहिँ बरु खान सक्छु कि होइन तर लाफिङ चाहिँ मलाई खानै मन लाग्दैन हौ अटक्कै लाफिङ अलवेज फेभरेट मेरो चाहिँ मन त पर्दैन त्यही पनि चाखिदिउँ न होइन कस्तो हुँदो रहेछ छिटो भएन भने त यहाँ त छुटिहाल्छ नि यस्तो सिजनको बेलामा अझ एउटा लाफिङ पछाडिपट्टि मेला चलिरहेछ यता फेरि अर्कै मेला चलिरहेछ यार मान्छेहरू त अस्ति त डेन्जर धेरै थियो हुन्छ शनिबार चाहिँ खतरा मान्छेहरू हुन्छ होला यहाँ चाहिँ पब्लिकमा हिँड्दाखेरि टाढा टाढाबाट हेर्छ होइन बोल्न चाहिँ बोल्या हुँदैन कता मलाई के लुटेर भागेछु कि अब म त भनेर खाम्ला हेरेर हुन्छ क्या झुकेर खाने हो नि होइन मेरो अलवेज फेभरेट के फुडको लागि चाहिँ एकदम है जहिले नि यहीँ आम भन्छु नारायणीको भ्यू यस्तो मिठो भ्यू हेर्दै होइन आग्रेजीले मजाले खाइरहनु भएको है बर्गर उहाँ त बर्गर सर्गर यताउति भनेपछि त फेभरेटै हो कि कसैले सक्दैन उहाँलाई त हत्तेरी कन्डक आयो फेरि हाम्रो हो र ल धन्यवाद कहाँदेखि आउनुभयो हजुर काउसरीबाट मेरो त यतै हो गीतानगर हजुर चोक बजार साइड भनौँ न अर्को भाइ नि यतै छ चितवनतिरै मेलामा गराउनु भा ए ल ठिक छ सँगै भिडियो बनाइन्थ्यो ल हजुर मुस्ताङ गर अनि फर्केको ल हेर्दै गर्नु भिडियोहरू लौ न दुईवटा हातले खानु मिल्दैन एउटा हातले त बल गर्दा स्टिल खस यार बर्गर है जहिले आउँदा नि दाइले कम्प्लिमेन्ट पठाइदिनुहुन्छ यो चाहिँ खुसी लाग्छ कि अस्तिको भिडियो हेर्नुभयो तपाईँले हेर्नु भयो ए होइन यो यहाँ बसेर खाएको ब्लग हजुर त्यहाँ पनि आएको थियो कम्प्लिमेन्ट फेरि आज पनि जहिले आयो त्यहिले कम्प्लिमेन्ट हुन्छ क्या यहाँ चाहिँ ओके हजुर भिडियो बनिरहेछ हुन्छ नि केही ऊ गरे हो यताउति प्रमोट गरे हो हुन्छ नि ऊ भयो त्यही भएर कम्प्लिमेन्ट्री चिया दियो त्यही भएर मिठो हो भनेर भने हम भनेर सोच्नु भयो होला तर रियलमा फ्याक्ट कुरा भन्नुपर्दा यहाँको दाइले हामीलाई केही पनि दिनु भएन कम्प्लिमेन्ट चिया भयो त्यही हो गाइस यहाँको चाहिँ एकदम मिठो हो मलाई मेरो चाहिँ जहिले पनि फुड स्टेसन भनेको यही हो ल सरलाई त अघि नै भ्लगमा स्वागत गरिसके यता हाम्रो दिप दाइले पनि स्वागत छ उहाँ चाहिँ है जल्दो बल्दो काउसदीको चितवनको दुईतिरै मार्केट खानु भएको के गर्ने दाइ दिप दाइ हामीलाई त गाह्रो पार्नुहुन्छ तपाईँले त भाइको भ्लग पनि हेरिरहेको छु हजुर एकदमै भाइले जुन काम गरिरहेको छ यसलाई अझै अगाडि बढाउँदै जानु भाइलाई सबैले माया गरिदिनु होला सबैले माया गरिदिनु होला के गर्नु होइन माया त गरिदिनु पर्यो ल
थ्याङ्क यू दाइ चस्मा नि लिग्नु थियो यार एउटा दामी चस्मा लिनु पर्छ मलाई ठिक हुन्छ चस्मा कुन होला त हामी यहाँ टक्क लाएर चस्मा किन्न आएको कुनै चस्मा सक्दैन त मलाई त के हो मेरो अनुहार कस्तो बनाइदियो हो भगवान्ले नि यार उसलाई नि सहायन छ ल बादशाह जस्तै देखाइदियो त ल चाहिँ सजिलो जस्तो लाग्यो तर यो यत्तिकै नर्मलमा त मिल्दैन राम्रो देख्यो तर मिल्दैन होला मिल्छ यो वाला कस्तो हुन्छ सबै मोटो रहेछ के रियाक्सनहरू भने अलि राम्रो देखियो भनेको किन्न नि मन लाग्छ घरमा मम्मीको बर्थडे छ होइन यहाँ कहाँ आएर बसिरह कस्तो टेन्सन दिएको मलाई म त घर जाम कि जाम भनेको उसलाई एलिना दिदीलाई समीक्षा दिदीलाई भेट्न मन लाग्यो रे उसलाई ह्याप्पी बर्थडे विस गर्न लगाउने रे त्यही भन्दैछ होइन भाउजू पनि हो भाउजू नमस्ते भाउजूले फिल्म खेलिसक्नु भयो कङ्ग्रेचुलेसन म आएँ त नि आउनु त नभए पनि म आज चाहिँ हतारमै थिएँ त्यही पनि म आएँ यसो देखेर जान्छु भनेर तपाईँलाई पनि भेट भयो खुसी लाग्यो एकदम धेरै हेर्छु दिदीले चाहिँ भिडियोहरू हेर्नु हुँदो रहेछ है थ्याङ्क यू दिदी दिदीको लास्ट पछि लाग्छ अहिले चाहिँ फेरि नचिनिरहेको अरे होइन कति टाइम भयो कि कति भयो कि गाह्रो रहेछ ल जति पनि हुनुहुन्छ है अब फलोवर्सहरू त्यो चाहिँ यता सुरज सीमा इन्टरटेनमेन्टतिर आउनु होला है अनि उता पनि यता आउनु होला है भाइको म बिग फ्यान हो मन पर्छ त्यस्तो भन्न सक्दैन है म हजुरको बिग फ्यान थ्याङ्क यू फ्यान हुनको लागि उमेर चाहिँदैन होइन तपाईँहरू भनेको पुरानो धेरै पुरानो नजन्मिँदै हेरे हो राम्रो कहिले बुढा हिरो बन्ने चाहिँ कहिले बुढा चाहिँ बुढी चाहिँ हिरोइन बुढा हिरो बन्नु परेन अब भिलेन बुढा हिरोइनहरू किडन्याप गर्ने बिहाइन्ड द सिन्समा त्यो धेरै थिएँ म हो क्या ठिक छ अब दाइ धेरै टाढाबाट आउनु भएको छ वेलकम दाइले चितवनमा नेक्स्ट टाइम चाहिँ चितवनका गैँडा सँगसँगै भाइहरू ओके 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 ल ल खुसी लाग्यो दाइसँग भेटेर एकदम है नाइस टु मिट कहाँ हामी यता यो म यता मम्मीको बर्थडेको लागि हिँडे मान्छे कता 24 कोटीमै अलमल लिएर बस्नु पर्यो यार धन्न हाम्रो दिदी भेट हुनु भएर मलाई लुकाउनलाई यसो भित्रतिर लिएर आउनु भयो नत्र लास्टै गाह्रो पऱ्यो बाटो काट्नै गाह्रो यार जाम होइन हामी यहीँ हो ओहो नामै भनिदिनु भएछ धन्यवाद के छ सन्चै हुनुहुन्छ हामी त हस्पिटलमा हामी यता फार्मेसीमा पो आइपुग्यो गाइस हजुरहरू सन्चो छैन भने चाहिँ यो फार्मेसीमा आउनु पऱ्यो है सन्चो छैन भनेदेखि चाहिँ टक्क लाएर हाम्रो यहाँ 24 कोटीबाट यतापट्टिदेखि नै हाम्रो यो सुसन फार्मेसीमा आउनु पऱ्यो है प्रोग्राममा आउनु भएको कि यहाँ आउनु भएको म चाहिँ भाइ अब मेरो घर पर्सा हो ए हजुर हजुर यता पुलिस लाइन पर्सा म चाहिँ भर्खर 2 दिन आउँछु म वकिल हो ए हो ल ल ल धन्यवाद हाम्रो भिडियो हेर्नु हुँदो रहेछ थ्याङ्क यू सो मच हेर्दै गर्नु अझै धेरै है अझै हँसाइरहन्छौँ हामी त भिडियोमा आउनु भएको छ हजुरहरू पनि युट्युबमा हाल्छ है यो भिडियो चाहिँ हेर्नु ल हजुरको नाम चाहिँ उहाँको इच्छाले गर्दाखेरि यहाँ छौँ हामी होइन उहाँको पालि नै आउँछ छिटै नै भिडियो बनाउनु दिदीहरूसँग फोटो खिच्नु पालि नै आउला जस्तो लागेन यार यति धेरै छ यहाँ प्याक ल एलिना दिदी हाई सन्चै हुनुहुन्छ हेलो सन्चै हुनुहुन्छ ल बिग फ्यान हजुरहरूको एकदम एउटा सानो रिक्वेस्ट है आज चाहिँ मेरो मम्मीको बर्थडे हो ह्याप्पी बर्थडे भनिदिनु ल दुईजनाले ल ल ह्याप्पी बर्थडे रिता चापागाई रिता चापागाई भन्नु ल हस् थ्याङ्क यू सो मच दाइ उठ्ने बित्तिकै बसिहाल्यो नि भइहाल्यो त ल ल ल एकदम प्याक छ है काम चाहिँ स्टार्ट हुँदैछ होइन हामी चाहिँ निस्किदिइसक्यो अब निस्किनु पऱ्यो बर्थडे छ आज होइन जानु अब धेरैजना मान्छेहरू आइसक्नु भयो तर हामी चाहिँ निस्किनु लाग्यो दाइ ओ नो सेट गाइज यार बाइकै फस्यो यार यहाँभित्र
ल बस है। सो गाइज अब मम्मीको बर्थडेमा धेरै चिज केही ल्याउन नसके पनि एउटा केक अनि एउटा सानो हैन उपहार लिएर आएको छु चिनो छोरोले दिएको भनेर। लेट्स गो गाइज। के अरे बिहान कन्टेन्ट दिइहाल्नु भयो कि विवश पनि आएछ घरमा। विवश सर पनि आउनु भएको रहेछ घरमा। ल ल ल ल ल ह्याप्पी बर्थडे कता हो मान्छे। ल ह्याप्पी बर्थडे के हो आमा। ल केक काट्ने नि त अनि बर्थडेमा अब केक लिएर जा कि लिएर जा भनेर दिनुभयो। किनेर ल्याएको केक होइन अब यो फ्रीमा लिएर जाऊ कि लिएर जाऊ भनेर दिएपछि नलिएर आउने। मम्मीले बिहान के गर्नु भएको थियो अरे आफ्नै कपडा झिकेर चाहिँ ल ए मलाई गिफ्ट दियो भनेर भन्नुभएको थियो। त्यही भएर चाहिँ हजुरहरूले दिनु भएको थियो होइन आफ्नै कपडा झिकेर दिएको कि त्यही भएर चाहिँ ट्याक्क त्योभन्दा दामी लिएर आइदिएको छु। कस्तो मन पर्यो ल्याइदियो विवासले नि। ल विवासले नि लिएर आइदिएको रहेछ गाइज। मैले सबै लिएर आइदिएको छ विवासले नि लिएर आइदियो अरे। ल थ्याङ्क यू मम्मीलाई धेरै रहेछ सरप्राइज। घर आउँदा चाहिँ मलाई सरप्राइज भयो गाइज। मलाई सरप्राइज भयो। यहाँ बोलाउँदै नबोलाएको मान्छे कसरी आएको विवास तिमी चाहिँ अहिले नबोलाउनु तेरो मम्मीले बोलाउनु बोलाउँदै बोलाएको थिएन यार विवासलाई यार। आकृति दिदी हाल्नु भन्नु भ्लगमा। ओ बोक्सी नभन नि तिमी। विवास सर हेलो हेलो भन्नु न बिग फ्यान। लास्टै ठुलो फ्यान हो म हजुरको। भाइ के छ। ल ल ल ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे। अब केक काट्नुपर्छ जाम। गाइस अब चाहिँ हामी मम्मीको रियाक्सन हेर्छौँ हैन यो भिडियो गरेर। ल हेर्नु है। ल ल ह्याप्पी बर्थडे रिता चापागाई। रिता चापागाई भने ह्याप्पी बर्थडे रिता चापागाई। कसले भने हो। ल थ्यांक यू सो मच। एउटा फोटो खिच्दिउँ न है। ल सन्चै हुनुहुन्छ। हेलो सन्चै हुनुहुन्छ। ल बिग फ्यान हजुरहरूको एकदम। एउटा सानो रिक्वेस्ट है आज चाहिँ मेरो मम्मीको बर्थडे हो ह्याप्पी बर्थडे भन्दिनु ल दुईजनाले। ल ल रिता चापागाई। रिता चापागाई भने मेरो बर्थडे त भाइ मनाइदिएछ नि त केक दिने ठाउँमै। को हो त्यो मान्छे चिन्नु हो। ल एलिना चौहान समीक्षा अधिकारी हो र हेर्नु त। बिग फ्यान हजुरहरूको एकदम। हेर त यहाँ रिक्वेस्ट है आज चाहिँ मेरो मम्मीको बर्थडे हो ह्याप्पी बर्थडे भन्दिनु ल दुईजनाले। समीक्षा अधिकारी र उयो लिन चौहान कहाँबाट भेट भयो त नि। रिता चापागाई भने कहाँबाट ल थ्याङ्क यू सो मच। कहाँ भेट भयो त नि। ल एलिना दिदी हाई सन्चै हुनुहुन्छ। हेलो सन्चै हुनुहुन्छ। हेरे हेरे एउटा सानो रिक्वेस्ट है आज चाहिँ मेरो मम्मीको रियाक्सन पनि लिइसकेको छ ल ह्याप्पी बर्थडे रिता चापागाई। रिता चापागाई भने। सो गाइज अब चाहिँ टक्क लाएर केक काट्ने हैन। अनिस को आयो अनिस को हो को हुने हो विवश। यहाँ केक काटेन केक काट्न मैले चक्कु लिएर आएको। कतापट्टि हो र विवश। यता 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 आइसक्यो भित्र। ए यता भित्र छिरिसक्यो कतिखेर छिर्यो। अब यसले केक काट्यो। रिसाएर फेरि मलाई हाल्न भने डर कुकुरी। यो केक हो अहिले नकाट तिमीलाई होइन यो केक मेरो बर्थडेको भएको होइन तिम्रो बर्थडेको होइन नि साथी। ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे मम्मी भने हो के बुझ्यो। काट्दिउँ त ए नकाट लन्डी यसले काट्नु। बिल्ला नगर न। ए यहाँ रहेछ नि त चक्कु यसले त के काट्ला र म धार लाउँछु यसलाई पक। गाइज एकदम धारसार लगाएर एकदम खतरा केक खान पाउँछु भनेर आयो होला। उसलाई बोलाएकै थिएन यार किन विवश तिमीलाई कसले दियो निम्तो खास निम्तो कसले दिएको बोला थिएन त के छ मेरो। तिमीलाई नै हो त पहिला सुरुमा हामीले निम्तो गरेको। हामीले त 1 महिना अगाडिबाट तिम्रै नाम लिइरहेको थियो विवश नआइकन त बर्थडे त फर्काएको एकचोटि। मासु केको पका मासु केको पका। हाम्रो घर मासुको कुरा नगर हाम्रो घर मासु सासु केही चल्दैन। पछाडि खसी छ भने होइन छ कि बेचिसक्यो। पाल्न पो हुँदैन त खानु हुँदैन नि त साथी। म आएँ नि त काटकुट गर्न। त्यसो भए जाऊ ल ल के खुकुरी सुकुरी बोकेर हिँड्यौ त तिमी त केक काट्न। आफ्नै कलरको त नबोक।
जुन बर्थडेमा नि कन्टेन्ट पाउँछ है जुन बर्थडेमा नि कन्टेन्ट हुन्छ धेरै जसो चिजहरू चाहिँ सेतो हुन्छ तर कुनै कुनै कालो हुन्छ त्यही मन परेर लिन्छ तर हुँदैन है यो फलाम पनि गोरो भइदिएदेखि त राम्रो हुन्छ नि है मेरो हातमा के मुख सम्हालेर बोल फेरि ल म मुख सम्हाल्छु सो गाइज आज चाहिँ मम्मीको बर्थडे त्यही भएर चाहिँ हामी यहाँ केक काट्ने तयारीमा छौँ ल मम्मी टक्क अब चक्कुले केक काटिहाल्नु त बर्थडे जोसुकैको होस् मतलब भएन केक काट्ने चाहिँ मैले हो एक शब्द नबोल मेरो हातमा के छ हेर छोड्दिनु मम्मी यो काट्ने चाहिँ म यसलाई केक काट्न दिनु के यसरी काटौँ कि यसरी गाइज आतंककारी यहाँ घरभित्र घुस्यो हेल्प बचाऊ यसरी काट्ने कि यसरी आतंककारी परेको छ यार मान्छे त के गर्ने त अब यहाँ के हो सिस्टम फाड्दिने केक काटेर बाँड्दिनु त सलाई है त पहिला चेरी गन पुग्छ पुगिँदैन सबैलाई एक घन्टा तिमीलाई नि एउटा होला ल खै एउटा मात्र हो यो केही नै हाल्दै रहेछ क्या स्प्रेहरू चितवन केक हाउस यस्तो नि हुन्छ चार्ज छैन स्पोन्सर त गर्ने तर यो केही पनि नहालिदिने सिधावाला पर्दैन सिधावाला बनाउने र गर न कन्टेन्ट भयो भने भइहाल्यो सिधावाला काटेको के गर्नु त नि स्टोरीतिर हालिदिनु हुन्छ यताउति ल सिधावाला पर्दैन भनेर ल 3 2 1 एउटा मात्र रहेछ यो दाइ कता मेरो यो लेदरको ज्याकेट जड्ने हो यहाँ हेट तेरिका यो लाइटर नचलाउ हैन नि यो गर त सबै मेकानिक ओ मेगा एमटी पढे मान्छे आइज ल यही बेला कामला कहिले हैन कि मम्मीले होला नि बर्थडे त मम्मीको यता गर्नु हो यता गर्नु अनि ओरिजिनल छोरा त म होला नि भन्नु त ल सिधै अर्पणको टाउका पर्ला नि अलि ढाडो गर्नु न म पड्किने त हैन ए तेरो मलाई नगर्नु न यार ए सारो टेन्सन गाह्रो रहेछ त हटाउन भाइ चिसो आयो चिसो हैन त्यही फ्रिजमा आगो तापम बरु यहाँ आगो ताप्नु छिटो होला जस्तो ल हेर के हो हैन नि तिमी भिडियो गर न को भएको रहेछ के त चिसोमा भएर होला चिसो हिउँमा राखेको मुस्ताङ गर्ले हो ओए ओए भाइ माथि गर्न ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु टाली कता गएको त नि अब काट्ने आन्टी यसले काट्नुहुन्छ कि अघि केले काट्नुहुन्छ ल केक काट्ने अनि टक्क लाएर अब सबलाई खुवाइदिउँ हैन हुन्छ यसले के हैन हुन्छ ल अनि ल ल ल ल ल ल ल ल अलि मजाले काट्नु आन्टी ल ल ल ल ह्यापी बर्थडे यता यसलाई छोड्दिने यतिकै छोड्दिने नसिकाउ न जता काटिनु हुन्छ यार इन्जिनियर नापेर काट्नुपर्छ र चेरी त नि कहाँ काट्ने त नि त्यो उस्तो बिग्रिन्छ नि त ल भयो ल ल ल ल खुवाइदिने होला के हो यो ए अङ्कललाई हो कि मलाई अङ्कल यता आउनु न तपाईँ कहाँ हो यता आउनु तपाईँ भने बुढालाई सबभन्दा पनि सबभन्दा बुढालाई ल ह्यापी बर्थडे पहिला बर्थडे भयो भने खुवाइदिनु होला नि यता रौदी होला ल ल खुवाइदिनु ल बर्थडे कसको हो बर्थडेको मान्छेलाई नि खुवाइदिने ल ह्यापी बर्थडे ल ल अब खुवाउने भन्दा नि अब काटेर दिने खुवाउने ल मैले तपाईँलाई लगाइदिइहाल्छु यता रोदिहाल्यो अरे यता रोदी ल नाकमा मात्रै लाग्यो कि ल ह्यापी बर्थडे नाकमा मात्रै लाग्यो बाबालाई लगाइदिए ल ल अब टक्क प्लेटमा हालिदिनु खुवाइदिनु पनि पऱ्यो ल ह्यापी बर्थडे आजबाट अर्को छोरा पाउनु के रे अब छोराछोरी के होइन अब बुहारी पाऊ बुहारीले पाऊ अब ल ल फेरि छोरी हैन बुहारीले पाऊ
हामीले चाहिँ यहाँ यो हेड सेप चाहिँ हामीले अस्ट्रेलियाबाट मगाएको छौँ गाइज। उहाँको अब कस्तो छ त कला, उहाँले काटेको केक कस्तो हुन्छ हेरौँ है। हामीले चाहिँ एकदम अस्ट्रेलियनको। सो गाइज यहाँ विवशले चाहिँ हेर्नु त धेरै भयो, केक कम भयो भनेर फेरि धेरै भयो भने तर म सँगै खाने राखेको। केक कम भयो भनेर उठाउँदै खोजिरहेन कि ओइ उठाउन सबको भागमा त्यति नै हो, त्यति नै पाएन अब। तर म सँगै खाने हो कि भतिज नेगेटिभ सोच्नु पर्छ। धेरै पाउँछ यो म सँगै खाने भनेर हो। धेरै बाटो छ। दिदी पुग्दैन क्या दिइहाल्नु न मलाई भनिदिनु। विवासलाई ठुलो प्लेटमा यति हालेर दिनु। अघिको त चियारी पारेको थियो। छिउ आएर फेरि के उड्यो भने झ्याउ हुन्छ है। हाँछु आउला जस्तो भयो लाएन फेरि के कस्तो गाह्रो भयो। विवास मैले खाएँ कि भनेर आएको तिमी? होइन तैँले छिउ गर्दा क्यामेरामै ठोकियो त। एक्लै खायो भनेर आएको तिमी? एक्लै खायो भने खान्न खानुहोस् है ढुगा ल तेरो भाइले म खाइदिन्छु गप्पै। ए सुन्न एउटा यति आखिर दिदी उता पारीबाट एउटा मान्छेले हेर्न कति मजाले हेरिरहेको, उसलाई पनि केक दिसो, उसलाई लास्ट मेरै फोनबाट भ्लग गरेस् डिलिट हानिदिन्छु म। के छ भाइ, हाम्रो ऱ्यापर भाइ, हाम्रो अर्पण भाइ धेरैजना हुनुहुन्छ। उहाँ चाहिँ मेरो र उहाँको बर्थडे चाहिँ एकै दिनमा हो है। के हो रे थोतेको बर्थडे र मेरो बर्थडे एकै दिन हो कि होइन? ल ल ल ओए उतातिर के हो सट्टीबाजी भइरहेको भने हाम्रो कुरा हो। कोल्लापट्टि घुस यार सुन्यो होला सबै कुराहरु। धेरै माग्यो होला है यो विवासले। यसलाई दुई भाग गर्नु भनेको हो। नचिनेको मान्छेको बर्थडेमा गऱ्यो नि धेरै धेरै केक खाने यही हो। पहिलेको होइन र लाइरहेको हो त यो त। होइन त्यस्तो ट्याग ल्या त ट्याग खै ए रहेछ 4500 मात्र ट्याग नहेर। 4500 होइन 4500 हो यो ट्याग नहेर। ल मम्मीको लागि मैले यो लिएर आइदिएँ है। मम कस्तो लाग्यो मम्मीलाई? एकदम राम्रो। लाएरै बस्नु त एकचोटि ल, लगाएरै ट्राई गरौँ कस्तो देखिन्छ। मैले पनि लिएर आएको गाइस। यो त पालै पालो लगाइदिनु क्या सबै कुरा। प्लास्टिक मात्र भन्नु होला है। होइन यहाँ छ माल सामान छ भित्र यहाँ। ल जाडो महिना त्यो काम लाग्दैन आन्टी, जाडो महिना यो काम लाग्छ। जाडो महिनामा त्यो लाउन मिल्यो नि त। अब घुम्न हिँड्न जाडो महिनामा यसले अलि धान्दैन, यसले अलि चिसो हुन्छ। धान्छ मतलब अब यहाँ यो आन्टीलाई गएको रहेछ ल ब्ल्याङ्केट। आन्टी हेर्नु है, आइतबार त्यो लाउनु, सोमबार यो लाउनु। विवास देखिएन क्या लाइट चाहियो त्यस्तो नभन्नु। यहाँ छ आइतबार यो सोमबार यो आइतबार यो लाउनु। आइतबार अलिक घाम झुल्किन्छ, सोमबार अलिक चिसो चिसो हुन्छ, यो लाउनु। एकदम राम्रो हो गाइज। यो भित्र लाउने यो बाहिर लाउने कस्तो सुहाउँछ फेरि गोरो मान्छेलाई यस्तो। ल अर्को बारको लागि यो रहेछ, बुधबारको लागि होइन होइन यस्तो हुन्छ। यो भित्र लाएर अनि बल्ल यो लाउनु आन्टी। आइतबारै लाउनु यो पनि एकदम सेट मिल्ने रहेछ। यो त कहीँ पनि मिलेन। सो गाइज आजको लागि चाहिँ यति नै थियो। फाइनल्ली बर्थडे सकियो। अब अर्को साल आउला बर्थडे मनाउला। आउला होइन आउँछ बर्थडे मनाउँछ। अनि अर्को साल पनि भ्लग हेर्न नबिर्सिनु होला। ल बाई सबजनाले बाई।